के भन्छ आज चाहिँ मैले फर्स्ट टाइम गोप्रो देखेको साइकल म पसलमा सामान किन्ने खालि तर पे गर्नु बेला यहाँ यस्तो भइरहेछ मतलब एनसिएलबाट उयो भइरहेछ नि सुन्नु न म यहाँ पसलमा म पैसा पे गर्न लाग्नु यहाँ पैसा नि हाल्नु मिलिरहेको छैन तपाईँको डाटाले गर्दा मैले यहाँ पैसा पे गर्न लाग्यो तपाईँको डाटाले गर्दा मैले यहाँ पैसा पे गर्न सकिरहेको छैन कि के गर्ने होला हजुर मोबाइल ब्याङ्किङ अन गरेर पैसा पे गर्ने बेला लोडिङ मात्रै देखाइरहेछ हेलो गाइज ब्लग भनेपछि रेकर्ड भइगयो अहिले इट्स मी रोशन आउजी के छ गाइज खै हेरौँ हेलो गाइज वेलकम टु डेड शट ब्लग वी आर फ्रम सिमरा कहाँ हो म त कोइराली हो यार अनि के भन्छ आज चाहिँ मैले फर्स्ट टाइम गोप्रो देखेको साइकल यो बाबैले साँच्चै भने बाबा यो गोप्रो एउटा डुप्लिकेटवाला थियो है डुप्लिकेटवाला थियो होइन मैले के सोधेको थिएँ होइन गोबर बनाएको के हो भने थाहा नै होइन मैले गोबर बनाएको थियो होइन त्यो हाम्रो गाई भैँसीको गोबरलाई के त्यस्तो डल्लो पारेर होइन त्यो गोबरलाई हुँदैन क्या मन त होइन अनि यो पो रहेछ ठिक छ जे भयो पनि ठिक छ अनि हामीले चाहिँ सबै अब डेड सर्ट ब्लग रे डेड सर्ट ब्लग रे लगाए सबैले सब्सक्राइब गरिदिउँ है अनि के भन्छ प्रेस द बेल आइकन पनि भन्छ होइन त्यसमा गएर अल लाइक गरिदिउँ होइन नोटिफिकेसनहरू आउँदै गर्छ उहाँले चाहिँ दामी दामी भिडियोहरू बनाउँदै गइराख्नु भएको छ र गइराख्नु परोस् पनि डेड सर्टको मतलब त्यो ढाडमा हाल्यो भनेर भन्थ्यो नि त्यो फक्लकै राख्यो भनेर भन्थ्यो नि त्यो डेड सर्ट सोचिरहेको थिएँ त्यो एक्सिडेन्ट भयो भनेर भन्दै नि मैले मामीले त्यो डेड सर्ट हान्यो भनेर अब त्यसरी डेड सर्ट नाम भयो होला सोचिरहेको त्यो त हेड सर्ट रहेछ नि त डेड सर्ट होइन होइन मैले डेड सर्ट हुने के जान्छु नि मरिसकेपछि नि हानेको सर्ट सोचिरहेको क्या होइन मान्छे मरिसकेपछि नि सर्ट हान्छ नि होइन त्यसै त्यही डेड सर्ट हो जस्तो लागेको थियो होइन ल एनिवे जे भए पनि डेड सर्ट ब्लगलाई चाहिँ सब्सक्राइब एन्ड लाइक सेयर यो मोबाइल हराइदियो नि अर्को आउँथ्यो मेरो त्यहाँबाट देखेला र नदेखेला देखिन्छ हामीले सन तर डाइरेक्ट यसरी हेर्नु मिल्दैन नि त हाम्रो हुन्छ नेकेड आइले हेर्नु मिल्दैन नि त त्यही भएर चाहिँ यो त बिहान हाम्रो दिदी फोटोग्राफर यहाँ पठाइदियो हुनुहुन्छ दर्शक म पनि दर्शकै भनौँ न अहिलेको लागि चाहिँ बसन्तपुरमै छु म अहिले जुत्ता खोलेर ठर्को पाराले क्वालिटी बसेर मस्त आनन्द चिज पाराले बुट लाउनु पर्ने चाहिँ लाएर गल्ती गरे जस्तो लाग्यो कि अहिले यस्तो भइरहेछ जय नेपाल माइक बडा बदलाउनु थाल्यो होइन
त फर्स्ट टाइम अलि चाँडो उठेर चिया खान होइन चिया खान्छ चियाहरू लिनु होला भनेर खाना खाइसकेपछि त्यही होइन अब चिया नि खाइदिउँ भनेर अनि हो तुर्कै देखिरहेको जस्तो छ दारी कपाल सब फाल्दो छ होइन आफूलाई चाहिँ अफ भइरहेछ कि ल आफ्नो कपडा हेर्दा नि यहाँ म यहाँ पसलमा सामान किनेर खाइ तर पे गर्नु बेला यहाँ यस्तो भइरहेछ मतलब एनसिएलबाट उयो भइरहेछ नि कि सुन्नु न म यहाँ पसलमा म पैसा पे गर्न लाग्यो यहाँ पैसा नै हाल्नु मिलिरहेको छैन तपाईँको डाटाले गर्दा मैले यहाँ पैसा पे गर्न लाग्यो तपाईँको डाटाले गर्दा मैले यहाँ पैसा पे गर्न सकिरहेको छैन कि के गर्ने होला हजुर मोबाइल ब्याङ्किङ अन गरेर पैसा पे गर्ने बेला लोडिङ मात्रै देखाइरहेछ सिग्नल सर 4G नै देखाइरहेको छ नै छैन यहाँ पसलमा बसिरहेको छु म एक्लै छु र अनि एउटा पसलको मान्छे हो त्यति हो तपाईँको डेटा एकदम स्लो नै चलिरहेको थियो मैले अहिले मोबाइल ब्याङ्किङ नै ट्राई गरेको मोबाइल ब्याङ्किङ त्यस्तो भइरहेको छ एकचोटि चेक गरिदिनु मेरो यो के गर्नुपर्ने गरिदिनु त चाँडो फास्ट म यहाँ पैसा पे गर्न छ क्या मलाई त केटा हो यो एनसेलको सिम भन्ने मात्र हो तर चल्दैन केटा हो के गर्नु एनडी सिम त्यस्तो स्लो चल्छ है बेला बेलामा यस्तो बिजोग हुन्छ त्यही भएर चाहिँ पहिला डाटा चेक गर्नु बेला केटा हो अनि पसलमा जानुभन्दा अगाडि मतलब एउटा सर्ट लाग्छ भित्र उयो लाग्छ होइन त्यस्तो डाँडो लगाइरहेको छ कि है डाँडो महिना जस्तो फिल भइरहेको छ क्या पुरै त्यस्तो चिसो लगाइरहेको छ यार अब यार छ आजै हो यार यस्तो जाडो भयो यार हाँबाट चिकन जुइसक्यो मलाई भिडियो छिर्नको लागि टिकट किन्नु पर्ने रहेछ है त्यसको भिडियो भयो नि हुन्छ कि नै भिडियो फुटेजहरू फोटो पठाउने तर मान्छे एयरपोर्टमा त भएछ सोचेर बढी मान्छे छ त्यहाँ के होटलमा कता त्यहाँनिर सायद मैले बिल हालेर जस्तो छ होइन एकछिन त्यहाँदेखि त्यसले गर्दा एकचोटि चेक गरौँ रहेछ भने कति 200 रुपियाँ यहाँ भरायो भने यहाँ टिकटै हरायो क्या त्यही भएर तनाव भइरहेछ यार त्यो भएर उता जाँदैछु एकचोटि छ कि हेरौँ न भनेर 200 रुपियाँ बच्छ नि त यार केटा अब त्यही भएर क्या त्यो होटेलमै भर्खर अलि अघि खाजा खाएको के राखिदियो होला त यार यस्तै बिजोग हुन्छ कि माटो फेरि चाहिएको भिडियो बनाएको छैन है फेरि नचाहिने अब एउटै फाल्टुहरू भिडियो बनाएको छ होइन अनि त्यो जुन उयसको छ नि त्यो के अरे क्लिपको छ नि हो त्यो क्लिपको चाहिँ भिडियो बनाएको छैन कि फेरि जसले त्यो टिकटको भिडियो बनाएर राखेको भयो अहिले काम लाग्थ्यो टिकट पनि भिडियो बनाएको छैन अब त्यो कुराहरूको भिडियो बनाउँदै हिँडिरहेको छ अनि आफूलाई चाहिएको चिजको चाहिँ भिडियो छैन कि त्यो ठ्याक्क त्यसको क्लिप मात्रै देखेको भए त्यसले मान्थ्यो होला होइन त्यहाँनिर भन्यो कि ल ठिक छ तपाईँसँग टिकट हरायो भने त्यो भिडियो गर्नुपर्छ भने उयो राखिदिनु भनेर थियो मलाई के अरे त्यो बारकोड देखाइदिनु त्यो देखाइदिनु हुन्छ भनेर थियो ल हुन्छ भन्दै उहाँको चाहिँ केटा भेटिरहेको भेटिन्छ भनेर आएको थिएन त्यो नि भेटिरहेको रहेछ कि ढुक्कै गयो यस्तो भयो बारकोड भेट्यो बल्ल यही चाहियो कि यो हरायो भने 200 रुपियाँ लाग्छ भनेर थियो हजुर त्यो रेसिङको लागि सँगै बाइकिङ 200 रुपियाँ तिर्नुभन्दा बरु एकछिन हिँडेको राम्रो हो नि त होइन एकछिन लेफ्ट राइट हिँड्नु भनेर हो बल्ल भेट्यो अनि केटाकेटी हो हामी चाहिँ चन्द्रबारीको उयसमा आएको छौँ होइन अहिले चाहिँ
भ्यू अब यसमा राखेको चाहिँ नाइट मोडमा छैन, त्यही भएर सायद राम्रोसँग भ्यू देखिरहेको छैन होला।